डोनाको भाइ भएर चाहिँ अझै गाह्रो छ। तर पछिल्लो समय सपोर्ट धेरै पाइरहेछ, गेम बबाले छ। दर्शककै कारणले योपालि एनएसएलमा पनि थिएन ऊ, सिधा कुरा। यहाँ त बडो राजनीति हुन्छ नि त। फुटबलमा जब राजनीति आउँछ अरू कुरामा गर न राजनीति, खेलकुदमा किन गर्छौ राजनीति? खेल जस्तो त्यो पवित्र कुरामा कुनै देशलाई चिनाउँछ भने एउटा खेलाडीले चिनाउँछ। अर्जेन्टिना भनेर हामीलाई कहाँ थाहा हुन्थ्यो? कोही म्याराडोना रहेछ अर्जेन्टिनाको, कोही मेसी रहेछ भनेर चिन्छ हामी। पोर्चुगल भनेर हामीलाई के एउटा देश त होला, ओइ रोनाल्डो हो पोर्चुगल, देशलाई रिप्रेजेन्ट गरिरहेको छ खेलाडी। त्यस्तो कुरामा राजनीति छिराउने त छ। धमिराहरू एकदम फुटबलमा छ क्या, त्यहाँ धमिराहरू, त्यो 2-3 जना धमिराहरू चाहिँ त्यो फुट्नुपर्छ, तिनीहरू त्यहाँबाट नहटेसम्म केही हुँदैन। त्यो धमिराहरूले गर्दाखेरि योपालि त अझ एनएसएलमा मेरो भाइ त थिएन। यहाँ कत्रो ठुलो कन्ट्रोभर्सी हुन लागेको थियो, तपाईँहरूलाई थाहै छैन नि। भाइलाई नराखेको भए देखिरहेछ त आँखाले खेलेको, को कति खेलिरहेछ, क्वालिटी कति छ, देख्दा देख्दै पनि अन्धो बन्ने त त्यो हुँदैन नि। अब त दर्शक जनता त अब भेडा होइन क्या, बुद्धि पनि छ, देखिरहेछ, सही गलत भन्ने जनताहरू पनि आइसक्यो। पहिला जस्तो होइन भेडे टाइप। अब अहिले त स्मार्ट खालको जनताहरू छन्। अब त सोसियल मिडिया पनि स्ट्रङ छ, सबै डिजिटल कुराहरू छ, देख्छ नि आँखाले। जियो त्यही त भन्छ नि, त्यो प्रेसरले त हालिरहेछ होइन त। अहिले हाल्यो नि एनएसएलमा लास्ट आवरमा आएर, न त ठुलो कन्ट्रोभर्सी हुनुवाला थियो। किन नहालेको भन्दा डोनाको भाइ भएर, किनभने डोनाले जियो त्यही बोलिदिन्छ। जियो त्यही बोलेपछि उनीहरूको बदनाम हुन्छ।